हेलो हेलो के छ यार हजुर म त यता पछाडिबाट पो पुगेछु क्या यता भित्रपट्टि देखाएको थियो म्यापमा टिकटकमा हेरेको थियो तपाईँले हालिरहेको भिडियोमा ठ्याक्कै फेरि अस्ति भर्खरै लिएर आएको क्या जापानबाट लिनु भएको रहेछ है अस्ति भर्खरै कहाँ भन्सार तिर्नु पऱ्यो तपाईँलाई भन्सार तिरेर लाग्यो कतिवटा फोन ल्याउनु भएको थियो र फोन धेरैवटा लिएर भएको थियो कि होइन कुरियर गरेर पठाऊ ए फोन एकचोटि हेर्दै गरौँ हस् धन्यवाद क्यामेरा चेक हानिदिउँ फर्स्टमै फोनमा त समस्या त छैन होला गोल्डन कलर स्क्र्याचहरू कतिको छ त किन बेच्नु भयो ब्रदर अर्को लिने भनेको अर्को लिने कहाँ लेखा हुँदो रहेछ फोनको डकुमेन्टहरू फोनको डकुमेन्ट कतै लेखा हुन्छ र आइएमई नम्बरहरू सिरियल नम्बरहरू कतै लेखा हुन्छ फोनमा समस्या त छैन नि एउटा पनि छैन है हेर्नु भयो भने मलाई भन्नु म 2023 को फोन रहेछ ब्राइटनेस होइन एउटा मान्छेको विश्वास हुन्छ नि के भयो तपाईँलाई फोनमा के समस्या जस्तो लागेको 4 दिन चल्यो कति आज 21 कि 22 स्पिकर ठिक छ स्पिकर ठिकै रहेछ क्यामेरा पनि त्यस्तो समस्या त छैन होला साउन्ड ठिक छ क्यामेरा ठिक छ डिस्प्ले ठिक छ है प्रब्लम भयो भने म फ्री भनिदिन्छु तपाईँलाई फ्रीमै दिनुहुन्छ ओहो एउटा पनि प्रब्लम छैन भने जस्तो होइन सिङ्गल प्रब्लम पनि छैन होइन त लाइक खतरा ब्रान्ड न्यू नै जस्तो नि भयो भइहाल्यो नि कन्डिसन पनि यसो हानिदिँदा हुन्छ अहिले 12 13 14 15 16 हाम्रो ब्रदरले चाहिँ आइफोन 14 प्रो म्याक्स बेच्नु भएको छ एकदम बेस्ट कन्डिसनमा छ है नखोलेको नबनाएको 84% ब्याट्री हेल्थ गोल्डन कलरमा दामी छ कसैलाई चाहिन्छ भने छिटो छिटो इनबक्स गर्नु है त